नमस्कार साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। आजको यस भिडियोमा सानमी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँडको नयाँ अपडेटको बारेमा कुरो गर्नेछु। यस सानमी इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म कति किता आवेदन पर्यो, कति जनालाई यस कम्पनीको आईपीओ पर्छ, यस कम्पनीको आईपीओ परेको खण्डमा हामीलाई के कति प्रॉफिट गेन गर्न सकिन्छ, यसको साथसाथै यस कम्पनीको बारेमा जानकारी दिन गइरहेको छु। यस कम्पनीको आईपीओ भरेको साथीहरुको लागि यो भिडियो एकदम महत्त्वपूर्ण हुनेछ। त्यसैले भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नु होला। यस च्यानलमा आईपीओ, एफपीओ, शेयर मार्केटसँग सम्बन्धित नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईहरु पनि यस्तो अपडेट हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला र छेउमा रहेको नोटिफिकेसन बेल आइकनलाई अलमा राखी हामीसँगै जोड्नु होला। अब सुरु गरौँ आजको विषयवस्तुतर्फ। सानमी इनर्जी लिमिटेडले 37 करोड 90 लाख रुपैयाँ बराबरको 37,90,000 किता आईपीओ निष्कासन गरेको थियो, जसमध्ये 8,80,000 किता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि र 2,91,000 किता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि वैशाख 5 गते शुक्रबारदेखि वैशाख 19 गते शुक्रबारसम्म जम्मा 15 दिनको लागि निष्कासन गरेको थियो। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि यस कम्पनीले दोस्रो पटक सर्वसाधारण लगानी साथीहरूको लागि 26 करोड 19 लाख रुपैयाँ बराबरको 26,19,000 किता शेयर प्रति किता 100 रुपैयाँ अंकित मूल्यको दरले जेठ 9 गतेदेखि जेठ 13 गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको थियो। सानमी इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म कुल 21,10,152 जना लगानी साथीहरूले आवेदन दिएका छन्। यी आवेदकहरूले कुल 2 करोड 59,11,170 किता शेयरका लागि आवेदन गरेका छन्, जसको कुल मूल्य लगभग 2.59 अर्ब रुपैयाँ बराबरको रहेको छ। यस आईपीओमा कम्पनीले सर्वसाधारणका लागि 26,19,000 किता शेयर निष्कासन गरेको थियो, जसको मूल्य प्रति किता 100 रुपैयाँ अंकित मूल्य रहेको थियो। त्यसअनुसार यस कम्पनीको आईपीओमा 10.76 गुणा बढी आवेदन परेको छ, जसले गर्दा अत्याधिक ओभरसब्स्क्राइब भएको देखिन्छ। यस ओभरसब्स्क्राइबको कारणले सबै आवेदकहरूलाई शेयर प्राप्त नहुन सक्छ। यस हिसाबले हेर्दा यस कम्पनीको शेयर 10 किताको दरले बाँडफाँड गर्दा कुल आवेदकमध्ये करिब 11.45% अर्थात् 2,41,530 जनाले मात्रै यस कम्पनीको आईपीओ हात पार्ने सम्भावना रहेको छ भने बाँकी 88.55% अर्थात् 18,68,622 जना आवेदकको हात खाली हुने सम्भावना रहेको छ। साथीहरु, यस कम्पनीको आईपीओ कहिले बाँडफाँड हुन्छ त्यसको बारेमा कुरा गर्नुपर्दा यस कम्पनीको आईपीओ अर्को हप्ता सोमबार बाँडफाँड गर्ने गरी काम भइरहेको क्यापिटलले बताएको छ। आईपीओ बाँडफाँड रिजल्ट सार्वजनिक भएपछि तपाईहरुले क्रोम ब्राउजरमा गएर ipo-result.com.np मा आफ्नो बीओआईडी नम्बर राखेर सजिलै आफ्नो नतिजा चेक गर्न सक्नुहुनेछ र बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको साइटबाट पनि हेर्न सक्नुहुनेछ। साथीहरु, यस कम्पनीको आईपीओ तपाईहरुलाई 10 किता परिहालेको खण्डमा थोरैमा पनि 10,000 देखि 15,000 सम्म लाभ चाहिँ लिन सक्नुहुनेछ। साथीहरु, यस कम्पनीको थप जानकारी लिऊँ। यस कम्पनीले प्रबन्धन गरेको 7.6 मेगावाट जोगामाई खोला साना जलविद्युत आयोजना कुल लागत 1,57 करोड 29,52,544 रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत 20 करोड 59,67,440 रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजना विद्युत अनुमति पत्र 23 वर्ष 1 महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 5.53 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 8.29 वर्ष रहेको छ। त्यसैगरी साथीहरु, निर्माणाधीन 5.2 मेगावाट जोगामाई क्यास्केड जलविद्युत आयोजनाको अनुमानित कुल लागत 1,91,13,544 रुपैयाँ रहेको छ भने अनुमानित प्रति मेगावाट लागत 19 करोड 40,60,192 रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजना विद्युत अनुमति पत्र 30 वर्ष 11 महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 6.73 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 11.10 वर्ष रहेको छ। यो त थियो सानमी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँडको नयाँ अपडेटको बारेमा छोटो मिठो जानकारी। यो जानकारीमूलक भिडियो कस्तो लाग्यो? भिडियो मन परेको भए भिडियोलाई लाइक गर्नु होला। भिडियो जानकारीमूलक लागेमा आफ्नो साथीहरुलाई सक्दो शेयर गर्नु होला। यो कम्पनी लगायत अरु कुन कम्पनीको आईपीओ, एफपीओ र राइट शेयरको पर्खाइमा हुनुहुन्छ आफ्नो जिज्ञासा कमेन्ट गर्नु होला। तपाईहरुको अमूल्य समय दिएर भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। अब भेट हुनेछौं अर्को नयाँ भिडियोमा।